हेलो साथीहरू, म चाहिँ आज ढेँडो बनाउनु लागेको। ढेँडोको लागि यहाँ पानी उमाल्दैछु। यहाँ चाहिँ पानी उमाल्दै हो है। ढेँडो चाहिँ मेरो रेडी हुँदैछ। म चाहिँ ढेँडो मस्काउँदै हो। अब ढेँडो पाक्नु पाक्नु लाग्यो। यहाँ चाहिँ ढेँडोसँग खानुको लागि लोकल कुखुराको सुप बनाउनु लागेको। लोकल कुखुरा पाक्दैछ। ढेँडो मस्काउनु चाहिँ गाह्रो छ है। खानु चाहिँ मिठो हुन्छ। साथीहरू, मस्काउनु चाहिँ धेरै गाह्रो पर्छ है। हजुर धेरै गाह्रो के ढेँडो मस्काउनु चाहिँ। मिठो चाहिँ अति मिठो, मस्काउनु चाहिँ एक माना झाँसी के ढेँडो चाहिँ उहाँहरूले खानुभएको। ढेँडो चाहिँ नि माटेर सेतो देखेछ। कालो कालो चाहिँ सिक्किमबाट आउनु भएको उहाँ पाहुनाहरू, उहाँहरूलाई ढेँडो बनाएर खुवाउँदै हो। तपाईँहरूको ढेँडो खानु जान्छ। हजुरहरूलाई ढेँडो कस्तो लाग्यो? एकदम मजा आयो ढेँडो खानु। हजुर, कति दिन हामीले ढेँडो खानु पायो, आज मजा आयो है। ए धन्यवाद। कोदोको ढेँडो हजुर।